महानुभावीहरू, आज हामीहरू पुरुषोत्तम मास महात्म्यको कथा प्रसङ्गलाई लिएर यहाँ उपस्थित भएका छौँ। सबैलाई साधुवाद, धन्यवाद छ। भगवान पुरुषोत्तमको कथा विषयलाई लिएर हामीले श्रवण गर्न पाउनु यो हाम्रो एउटा सौभाग्यको विषय पनि हो। त्यो हुनाले आज जे जति पनि उपस्थित हुनुभएको छ यहाँहरू सबैलाई धेरै धेरै साधुवाद, धन्यवाद छ। पुरुषोत्तम महिनाको विशेष महत्त्वको विषयमा यो पुरुषोत्तम मास महात्म्यले वर्णन गरेको हामीले पाउँछौँ। पुरुषोत्तमको कथा किन सुन्नुपर्ने र पुरुषोत्तमको कथा सुन्नाले के हुन्छ र पुरुषोत्तम कसरी पैदा भयो यो विषयको यहाँ एउटा संवाद अन्तर्गतमा श्रवण गराउनु भएको छ। सबैलाई साधुवाद छ। म कथा प्रसङ्गतिर जान्छु। धेरै लामो सुनाउने आज प्रसङ्ग छैन। भगवान पुरुषोत्तमलाई आज यो पुरुषोत्तम मास महात्म्यको कथा प्रसङ्ग 2 दिनको जुन कार्यक्रम हो, आदरणीय सज्जनहरू, यो कार्यक्रमको आज कर्ताको रूपमा हाम्रो भागवतको आमा शान्तिनगर निवासी सरला ओझाजी हुनुहुन्छ। उहाँलाई ताली बजाउने धन्यवाद ज्ञापन गर्दछौँ। मलाई धेरै धेरै साधुवाद छ। उहाँले आजको 2 दिनको यो कार्यक्रमको म कर्ताको रूपमा बसेर भगवान पुरुषोत्तमको कथा सुन्छु, आराधना गर्छु भनेर उहाँले जिम्मेदारी लिनुभएको थियो। उहाँलाई धेरै धेरै साधुवाद छ। यो पुरुषोत्तम महिना भनेको के हो, यसै विषयमा भगवानलाई नमस्कार छ, गणेशजीलाई नमस्कार, सबैलाई नमस्कार गरेर व्यासजीलाई पनि नमस्कार गरेर एउटा प्रसङ्ग यहाँ सुनाउनुहुन्छ। यो जुन प्रसङ्ग हो आदरणीय सज्जनहरू, यो प्रसङ्ग विशेष गरेर पुरुषोत्तम मास महात्म्यको कथामा के कुराको वर्णन गरिएको देखिन्छ भनेदेखि 2-3वटा कुरा चाहिँ यसमा एकदम ध्यान दिएको देखिन्छ। एउटा पुरुषोत्तम मास महात्म्यको यो प्रसङ्गमा पहिलो त यो पुरुषोत्तम मास भनेर नाम कसरी रहन गयो, कसको नाम पुरुषोत्तम रह्यो, यो बारेमा चर्चा छ। अनि त्यस पछाडि पुरुषोत्तमले दिन्छ के, यसको महत्त्वको बारेमा चर्चा गरेको छ। तेस्रो पक्षमा पुरुषोत्तमको व्रत धारण गर्नाले राम्रो हुन्छ त यो हामीले सुन्यौँ, तर राम्रो चाहिँ कसलाई भयो त भन्ने विषयमा यो चर्चा गरिएको छ। पुरुषोत्तममा विशेष गरेर दान चाहिँ दिनुपर्ने मध्येमा के दान गर्दाखेरि उचित हुन्छ त्यो बारेमा पनि चर्चा गर्नुभएको छ। पुरुषोत्तम महात्म्यको कथा प्रसङ्गमा नै पूजा कसरी गर्ने, आराधना कसरी गर्ने र के खाने, के नखाने यो बारेमा पनि पुरुषोत्तम मास महात्म्यको प्रसङ्गमा चर्चा गर्नुभएको छ। र अन्तमा दीपदानको पनि यसमा महत्त्व छ। कार्तिक महिनाको हामीले कथा सुन्दा पनि हामीले दीपदानकै महत्त्वलाई बढी मात्रामा श्रवण गऱ्यौँ। दीपदानकै महत्त्वलाई वर्णन गरिएको छ र यो महत्त्व यो कथा प्रसङ्गमा पनि विशेष गरेर दीपदानको विशेष महत्त्व वर्णन गरिएको छ। र दीपदान गर्दाखेरि के फाइदा हुन्छ, कसले फाइदा लिए यो बारेमा चर्चा गर्नुभएको छ। र त्यसको साथसाथमा पुरुषोत्तम महिनाको यदि व्रत चाहिँ महिना दिनभरि गर्न सके धेरै राम्रो, यदि महिना दिनभरि गर्न सकेन भनेदेखि महिना दिनभरि गर्न सकेन भने पनि उसले जति सक्दछ त्यति गर्नु। र यो गर्दा गर्दै कसैले चाहिँ यो जानी नजाने पुरुषोत्तम मासको जानी नजाने कसैले पुरुषोत्तम मासको यदि व्रत गर्दछ भनेदेखि
त्यसको पुण्यको फल के हुन्छ भन्ने विषयमा पनि यहाँ चर्चा गर्नुभएको छ। हामीले पुरुषोत्तम मास महात्म्यको कथा प्रसङ्गलाई यसरी नै श्रवण गर्नेछौँ र यहाँ सुरुमा प्रारम्भ गर्नुभएको छ। नैमिषारण्य नाम गरेको क्षेत्र हुन्छ। त्यो नैमिषारण्य नाम गरेको क्षेत्रमा ऋषिहरू चाहिँ 1000 वर्षमा यज्ञ पुरा गर्ने हिसाबले त्यहाँ तयारी गर्नुभएको। ऋषिहरू त्यहाँ सबैजना आउनुभएको थियो। ऋषिहरूलाई खूब आनन्द आयो। यज्ञको अनुष्ठान लिएर बसिसकेपछि चाहिँ विशेष गरेर कालले पनि हतपति लैजाँदो रहेछ। यज्ञको एउटा अनुष्ठान लिएर बसिसकेपछि कालले पनि हतपति लैजाँदो रहेछ। त्यही हुनाले ऋषिहरूले आफ्नो आयु लामो बनाइरहनको लागि उहाँहरूले चाहिँ यज्ञको अनुष्ठान लिएर बसेका छन् र हामीले लोकमा पनि सुन्नमा आएको त्यति साह्रो छैन। जो कोही व्यक्तिले यज्ञको कुनै अनुष्ठान लिएर बसेको होस् र त्यसको बिचैमा प्राण गएको होस्, यो धेरै कम मात्रामा सुन्नमा पाइन्छ। यो यज्ञको अनुष्ठान विशेष गरेर व्रत आदि गर्दाखेरि, व्रत होस् हैन, व्रत भन्नको तात्पर्य एक दिनको मात्रै भएन, मैले महिना दिनको हैन, अब 2 महिनाको यस्ता व्रत लिएर जो बस्या हुन्छ, व्रत बसेरै मरिँदैन, व्रत बसेरै प्राण जाँदो रहेछ। त्यो हुनाले यहाँ एउटा मनोवैज्ञानिक रूपमा प्रभाव के भनेदेखि आदरणीय भक्त सज्जनहरू, व्रतको अनुष्ठानहरू गरेपछि चाहिँ मनुष्यको मनमा शान्ति पनि मिल्दछ र उसलाई यमराजले पनि लिएर जान हतपति सक्दैन, विचार गर्दो रहेछ। त्यही हुनाले कुनै समयमा चाहिँ नैमिषारण्य नाम गरेको क्षेत्रमा धेरै मुनिहरू आउनुभयो। त्यहाँ नैमिषारण्य एउटा परम पवित्र क्षेत्र मानिन्छ जहाँ कलियुगको प्रवेश छैन। गोविन्द भगवान की अनि नैमिषारण्य नाम गरेको त्यो परम पवित्र क्षेत्रमा ऋषि महर्षिहरूको आगमन भयो। ती ऋषि महर्षिहरू को थिए त भन्दा असित, देवल, पैल, सुमन्तु, पिप्पलायन, सुमति, कश्यप, जाबाली, भृगु, अंगिरा, वामदेव, सुतीक्ष्ण, सरभंग, पर्वत, आपस्तंभ, मांडव्य, अगस्त्य ऋषि, कात्यायन ऋषि, रतितर, ऋभु, कपिल, रैभ्य, गौतम, मुद्गल, कौशिक, गालव, क्रतु, अत्रि, प्रभ्रु, बभ्रु, त्रित, शक्ति, बुध, बौधायन, वसु, कौंडिन्य, पृथुहारित, धूम्र, शंकु, संकृति, शनि, विभांडक, पंक, गर्ग, काणाक, जमदग्नि, भारद्वाज, धूमक, मौन भार्गव र कर्कश, सौनक, महातपस्वी शतानंद ऋषि हैन। यसै गरेर विशाल नाम गरेका ऋषि विष्णुवृद्ध, जर्जर, जय, जंगम, पार, पासधर, पूर, महाकाय अनि जैमिनी आदि ऋषिहरूको उपस्थिति थियो। गोविंद भगवान की यस्ता ऋषि महर्षिहरूको त्यहाँ उपस्थिति रहेको थियो र यी ऋषि महर्षिहरू या थुप्रै ऋषिहरूको नाम लिनुभएको छ। यो थुप्रै ऋषि महर्षिहरूको नाम हामीले स्मरण गर्दा पनि हाम्रा हृदयका कल्मसहरू जान्छन्। यी ऋषिहरू कस्ता थिए त भने समाज सुधारक ऋषिहरू थिए र समाजलाई धर्मको उपदेश दिने, बाटोमा लगाउने यस्ता महानुभावहरू ऋषि महर्षिहरू त्यो बेलामा हुनुहुन्थ्यो। उहाँहरू ऋषिहरूको यो उपस्थिति
कहाँ भयो त भन्दा नैमिषारण्य नाम गरेको क्षेत्रमा भएको थियो। नैमिषारण्य नाम गरेका क्षेत्रमा एक ऋषि महर्षिहरू सधैँभरि अरूको कल्याण गर्न लोकानुग्रहकर्ता र परोपकृतिशालिन परप्रियरताश्चैव श्रौतस्मार्तपरायण, लोकलाई अनुग्रह गर्ने, अर्काको उपकार गर्ने, अर्काको प्रिय गर्नमा मात्रै जसको स्वभाव छ, यस्ता श्रुति र स्मृतिमा परायण भएका ऋषि महर्षिहरूको त्यहाँ उपस्थिति देखिन्थ्यो। यसरी नैमिषारण्य नाम गरेको क्षेत्रमा दीर्घकालीन यज्ञका लागि तयार भएका ऋषि महर्षिहरू त्यही समयमा सूत नाम गरेका पौराणिक हुनुहुन्थ्यो। वहाँ पौराणिक चाहिँ अब म लोकको भ्रमण गर्दछु भनेर आफ्नो कुटियाबाट वहाँ निस्किनु भयो। उहाँले भ्रमण गर्दै 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 नैमिषारण्यमा आउनुभएछ। नैमिषारण्य नाम गरेको पवित्र तीर्थस्थलमा आएर त्यहाँ सबै ऋषि महर्षिहरूको दर्शन गर्नुभयो। ऋषिहरूले स्वागत गरे। सुत सुत चिरञ्जीव भव भागवतो भवान् अस्माभिस्त्वासनं तेभ्य कल्पितम सुमनोहरम। हे सुतजी, तपाईँ लामो समय बाँच्नुहोस्, तपाईँ साक्षात भागवत हुनुहुन्छ। हामीले दिएको यो आसनलाई तपाईँले ग्रहण गर्नुहोस् भनेर आसन ग्रहण गराए अनि केही फलफुलहरू ल्याएर दिए, बस्नको लागि आसनहरू प्रदान गरेर अनि ऋषिहरूले भने, हे सुतजी, हजुर भाग्यवान हुनुहुन्छ र हामी पनि भाग्यवान नै छौँ र महान तपस्वीहरूको आज्ञालाई आफूले धारण गरेर सुतजी बसिसकेपछि सुतजीलाई सौनकादि ऋषिहरूले भन्नुहुन्छ, तपाईँको दर्शन पाएर आज हामीहरू धन्य भयौँ। हे सुतजी, तपाईँ पनि बडो भाग्यशाली नै हुनुहुन्छ। गुरुको कृपाले तपाईँ व्यासका सबै वचनहरू जान्नुहुन्छ, तपाईँ आरामै हुनुहुन्छ नि। कसरी धेरै दिनपछि आज यो वनमा अकस्मात देखिनुभयो। हे व्यास शिष्य शिरोमणि, हजुर पूज्य हुनुहुन्छ भनेर सुतजीको धेरै प्रशंसाहरू गरे। सुतजीले भन्नुभयो, अब हजुरले गरेको प्रशंसालाई मैले आदर गरेँ, तर हजुरले भन्न खोज्नु भएको के हो त भन्दा अरू त के होइन, हामीलाई चाहिँ के भनेदेखि यो संसारमा सुन्ने योग्य कुराहरू धेरै नै छन्। एउटा दुईटा कुराहरू भएदेखि त सुन्नुहुन्थ्यो, हजारौँ कुराहरू, जसको कुरा पनि मेरो कुरा सुन मेरो कुरा सुन भनि नै रहन्छन्। सुन्ने योग्य कुराहरू धेरै नै छन्। त्यसमा अत्यन्त जुन कुरा सुन्नाले अरू कुरा सुन्न बाँकी रहँदैन, सार जुन छ त्यो हामीलाई सुनाइदिनुहोस्। अज्ञान रूपी अन्धकारमा फसेका व्यक्तिहरूलाई, अन्धो भएका व्यक्तिलाई जस्तो प्रकारले आँखा दान गर्दाखेरि जति खुसियाली हुन्छ त्योभन्दा बढी खुसी आज हजुरले हामीलाई कथाको सार सुनाउनाले नै हुन्छ। हामीलाई हजुरले भगवानको कथा सुनाइदिनुहोस्, अन्य कुराहरू गरेर अब के काम छ र भनेर यसरी सुतजीलाई अनुरोध गर्नुभयो। सुतजीले यो कुरालाई श्रवण गरिसकेपछि सुतजीले भन्नुभयो, त्यसो भएदेखि म जहाँ जहाँ गएर आएँ, राम्रा कुरा के सुनेर आएँ, म त्यो तिमीहरूलाई हजुरहरूलाई म निवेदन गर्दछु। म विभिन्न तीर्थस्थलहरूमा गएँ। सबैभन्दा पहिला म पुष्कर नाम गरेको तीर्थमा गएँ। पुष्करमा गएर स्नान गरेँ। देवताहरू, पितृहरू, ऋषिहरूलाई तर्पण दिए। तर्पण दिइसकेपछि त्यहाँबाट म यमुनाजीमा गएँ। यमुनामा गएर गङ्गाजीमा गएँ अनि त्यहाँबाट काशीमा गएपछि त्यस पछाडि म गया गएँ। पितृहरूको श्राद्ध गरेर त्रिवेणीतिर लागेँ। त्रिवेणी पछि कृष्ण तीर्थमा पुगेँ। त्यसपछि गण्डकीमा नुहाएर म पुनः आश्रम गएँ। धेनुमतीमा स्नान गरेँ। सरस्वतीमा गएर स्नान गरेँ। हे ब्राह्मण देवताहरू हो, त्यहाँ 3 रातसम्म उपवास गरेर त्यस पछाडि म गोदावरी तीर्थ गएँ।
कृतमाला, कावेरी, निर्विंध्या, ताम्रपर्णिका, तापी, वैहायसी, नंदा, नर्मदा, सर्वदा ये विभिन्न तीर्थहरूमा गए। चरवनवती पछि सेतुबन्ध रामेश्वर गए। त्यसपछि नारायणको दर्शन गर्नको लागि म बद्रीवन बद्रीनारायणतिर गए। भगवान नारायणको दर्शन गरेर त्यहाँ तपस्वीहरूलाई पनि प्रणाम गरे। फेरि नारायणको स्तुति गर्दै त्यहाँबाट म सिद्ध क्षेत्रमा गए। यस प्रकारले विभिन्न तीर्थहरू भ्रमण गर्दा गर्दै गर्दा गर्दै म कुरुक्षेत्रमा गए। त्यहाँबाट जाङ्गल कुरुजाङ्गल नाम गरेको देश हुँदै हुँदै हस्तिनापुर पनि पुगे। त्यहाँ हस्तिनापुर पुगेको बेलामा चाहिँ एउटा नयाँ खबर मैले सुन्न पाएँ। के त भन्दाखेरि नयाँ खबर चाहिँ राजा परीक्षितजीलाई चाहिँ श्राप मिलेको रहेछ। 7 दिनमा तक्षक नागले डसेर मर्नु परोस् भनेर त्यो श्राप मैले सुने। र त्यो श्राप सुनेर परीक्षित राजा चाहिँ गङ्गाजीको किनारामा आमरण अनसन गरेर बस्नु भएको छ। त्यहाँ ऋषिहरूको भेला भएको छ भन्ने थाहा पाएपछि मैले पनि जानु पर्यो, दर्शन गर्नु पर्यो। एकै ठाउँमा ऋषि महर्षिहरूको भेला भएको दर्शन गर्न अवसर जुर्दैन, यही मौका हो भनेर म पनि त्यो ठाउँमा गएँ। त्यहाँ गएँ, बडा आनन्द आयो, दर्शन गरेँ। व्यासनन्दन सुखदेवजीको त्यहाँ पदार्पण भयो। उहाँले राजा परीक्षितजीलाई कथा सुनाउनु भयो। म पनि छेउमा बसेर सुतजी भन्दै हुनुहुन्छ, मैले पनि राम्रोसँग कथालाई श्रवण गरेँ। र त्यो कथाको पश्चात अन्तिममा मैले के देखेँ त भने राजा परीक्षितजीले चाहिँ त्यो भागवतको कथा सुनेर उहाँको मुक्ति भएको मैले देखेँ। भगवानको धामबाट दिव्य विमान आएर उनलाई लिएर गएको यो दृश्य देखेर मलाई बडा आश्चर्य लाग्यो। म त्यहाँ भगवानको कथालाई श्रवण गरेर म आनन्दित भएर त्यहाँबाट म निस्किसकेपछि अब यस्तै साधु सन्तहरूको भेला कहाँ छ त, कसरी दर्शन गर्न पाइन्छ भन्ने लालसालाई लिएर म नैमिषारण्यमा हजुरहरूले यज्ञ गर्दै हुनुहुन्छ भन्ने थाहा पाएर म यो यज्ञको दर्शन गर्न र हजुरहरूको दर्शन गर्न पनि म आएँ भनेर सुतजीले ऋषिहरूलाई ब्राह्मण देवताहरूलाई श्रवण गराउनु भयो। ऋषिहरूले भने एकदम राम्रो कुरा हो, हजुर यहाँ आउनुभयो, दर्शन गर्नमा हामीले पायौँ, साह्रै खुसी लाग्यो। अब हजुरसँग विनम्र निवेदन के छ भने हजुरले त व्यासजीको मुखबाट सुनेका कथा पनि हजुरलाई थाहा छ र सुखदेवजीले सुनाउनु भएको भागवत पनि हजुरलाई थाहा छ, सबै कुरा हजुरलाई जानकारी छ। कृपा गरेर हामीलाई यताउताका कुरा नसुनाइकन हामीलाई हजुरले भगवानको दिव्य कथाहरू सुनाउनुहोस्। त्यो जुन कथालाई श्रवण गर्नाले सबै लोकको कल्याण पनि हुन्छ, किनकि यो कलियुगमा त्यस्तै खालका मान्छेहरू हुन्छन्, दुःखी छन्। उनीहरूको दुःखलाई पनि हरण गर्ने कुनै कथा प्रसङ्ग भएदेखि यहाँले सुनाइदिनको लागि म अनुरोध गर्दछु भनेर ऋषिहरूले निवेदन गरे। आउनुहोस् एउटा कीर्तन गर्दै अनि बाँकी प्रसङ्गहरू फेरि भक्त वत्सल प्रभु बिना दया गर्ने को छ। भक्त वत्सल प्रभु बिना दया गर्ने को छ। भक्त वत्सल प्रभु बिना दया गर्ने को छ। हर को छ कृष्ण हर को छ। हर को छ कृष्ण हर को छ। प्रभु बिना दया गर्ने को छ। प्रभु बिना दया गर्ने को छ। प्रभु बिना दया गर्ने को छ।
कोटे प्रभुलाई भुलेर बसे कोटे प्रभुलाई भुलेर दोषै नगरी अब प्रभु संसार गरी जाने कसरी दोषै नगरी अब प्रभु संसार गरी जाने कसरी प्रभु बिना दया गर्ने अर्को को छैन प्रभु बिना दया गर्ने अर्को को छैन प्रभु बिना दया गर्ने अर्को को छैन गोविंद भगवान की भक्तवत्सल भगवान की